ल सिधै विषयवस्तुमै प्रवेश गरौँ है त। आजको यो विश्लेषणमा व्यापारिक चलाखी र ठगी अर्थात् स्क्याम बीचको त्यो एकदमै मसिनो रेखालाई पर्गेल्ने प्रयास गर्दैछौँ। आखिर एउटा काम गर्दा त्यो गज्जबको व्यापार हुन्छ, तर त्यस्तै अर्को काम गर्दा चाहिँ सिधै स्क्याम किन कहलिन्छ त? साँच्ची भन्नुपर्दा आज प्रस्तुत गरिने तथ्यहरूले बजारलाई हेर्ने हाम्रो सामान्य नजरिया नै बदल्नेवाला छन्। एउटा असाध्यै रमाइलो तर सोच्नै पर्ने प्रश्नबाट कुरा सुरु गरौँ। उपभोक्ता मनोविज्ञानलाई नै चुनौती दिने प्रश्न छ। दूधमा पानी मिसाउँदा किन त्यो ठगी वा स्क्याम हुन्छ, तर पानीमा अलिकति दूध मिसाउँदा चाहिँ किन त्यो शानदार व्यापार बन्छ? सुन्दाखेरि त कुरा उस्तै उस्तै लाग्छ नि, होइन र? दुवैमा दूध र पानी नै मिसिएको छ। खण्ड 1 व्यापार कि ठगी। यहाँ दुईवटा अवस्थाको तुलना साँच्चै रोचक छ। एकातिर हुनुहुन्छ दूधवाला जसले दूधमा पानी हाल्नुहुन्छ, अनि अर्कोतिर चियावाला जसले पानीमा दूध हाल्नुहुन्छ। वास्तविकतामा दुवैजनाले दूध र पानी नै मिसाइरहनु भएको छ, तर हाम्रो समाजले एउटालाई ठग भन्छ भने अर्कोलाई सफल उद्यमी। एउटै प्रकृतिको काम, तर यस्तो आकाश पतालको फरक दृष्टिकोण किन त? यसै सन्दर्भमा एउटा निकै घतलाग्दो भनाइ छ, चोर त्यो होइन जसले चोरी गर्छ, चोर त त्यो हो जो पक्राउ पर्छ। सुन्दा अलिक कडा लागे पनि यो विचारले के प्रश्न पार्छ भने कुनै पनि काम ठगी हो वा होइन भन्ने कुरा उपभोक्ताको मनोविज्ञान र त्यो काम गर्ने तरिकामा कत्तिको कला छ भन्ने कुरामा निर्भर गर्छ। खण्ड 2 बिस्लेरीको व्यापारिक रहस्य। अब बोतलबन्द पानीको उद्योगतिर लागौँ। हामीले देखेको मूल्य र त्यसको वास्तविक लागत बीच कति ठूलो मनोवैज्ञानिक खाडल छ त्यो बुझ्न जरुरी छ। यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ, के बिस्लेरी जस्ता कम्पनीले साँच्चै पानी बेचिरहेका छन् कि एउटा खाली बोतल? हामीले साधारण पानीको बोतल किन्दा वास्तवमा के को पैसा तिरिरहेका छौँ? यो कुरा गहिरिएर सोचिने हो भने पक्कै पनि बजारलाई हेर्ने हाम्रो पुरानो धारणा नै भत्किनेछ। वास्तविकता साँच्चै आश्चर्यजनक छ। मुख्य उत्पादन अर्थात् त्यो 1 लिटर पानीको वास्तविक लागत जम्मा 30 पैसा मात्र हो। सुन्दा पत्यार नलाग्न सक्छ, तर तथ्य यही हो। जम्मा 30 पैसाको कुरा बजारमा 20 रुपियाँ वा त्योभन्दा बढीमा कसरी बिक्छ त? लागतको विभाजन हेर्दा प्रष्ट हुन्छ, खासमा नाफा कहाँबाट आइरहेको छ। अघि भने जस्तै 1 लिटर पानीको लागत 30 पैसा छ, तर त्यो खाली प्लास्टिक अर्थात् पेट बोतलको लागत चाहिँ 3 रुपैयाँ छ। यसको सिधा अर्थ के हो भने हामी उपभोक्ताहरूले पानीको होइन प्याकेजिङको पैसा तिरिरहेका छौँ। व्यापारको सम्पूर्ण नाफा र मार्जिन त्यही प्लास्टिकको बोतलबाट निकालिएको छ। खण्ड 3 उत्पादनको मूल रूप। अब सुरुवाती प्रश्नलाई सुल्झाउन फेरि दूधवाला र चियावालाकै उदाहरणमा फर्कौँ। यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने दूधवालाको मुख्य उत्पादन दूध हो। जब त्यसमा पानी मिसाइन्छ, दूधको मूल रूप वा गुणस्तर सिधै बिग्रिन्छ, त्यसैले त्यो ठगी वा स्क्याम बन्छ। तर चियावालाको मुख्य उत्पादन दूध होइन, चिया हो। उहाँले एउटा बिल्कुलै नयाँ उत्पादन तयार गरिसक्नु भएको छ। त्यहाँ पानी मिसाउनु ठगी नभएर चिया बनाउने प्रक्रियाकै एउटा हिस्सा बन्न पुग्छ। खण्ड 4 मूल्य अभिवृद्धि अर्थात् भ्याल्यु एडिसनको अवधारणा। आखिर यो भ्याल्यु एडिसन वा मूल्य अभिवृद्धि भनेको चाहिँ के हो त? मानौ 20 रुपैयाँ किलो पर्ने काँचो आलुलाई रूपान्तरण गरेर त्यही 20 रुपैयाँमै जम्मा 30 ग्राम चिप्स बेचिन्छ। यसले उत्पादनको मूल रूपलाई पूर्ण रूपमै परिवर्तन गरिदियो। हो, यही त्यो जादुई आर्थिक सिद्धान्त हो जसले यति भारी मूल्य वृद्धिलाई पनि जायज ठहराउँछ अनि सुन्दा चोरी जस्तो लाग्ने कुरालाई पनि बजारको एउटा सर्वमान्य नियममा बदलिदिन्छ। यो कुरा अझ प्रष्टसँग बोल्न तथ्याङ्कलाई नै हेरौँ। 20 रुपैयाँमा पुरै 1 किलो अर्थात् 1000 ग्राम काँचो आलु आउँछ, तर फेरि त्यही 20 रुपैयाँमा जम्मा 30 ग्राम आलु चिप्स मात्र आउँछ। उत्पादनको रूप परिवर्तन गरेर कसरी एउटा व्यापारले त्यही मूल्यमा यति सानो अंश बेच्न सक्छ र पनि बजारमा सुपरहिट हुन्छ भन्ने कुरा यहाँ छड्लङ्गै देखिन्छ। यसको पछाडिको मुख्य कारण एकदमै रोचक छ। जब कुनै वस्तुको भौतिक रूप नै परिवर्तन हुन्छ नि, तब हाम्रो उपभोक्ता मनोविज्ञानले त्यो विशाल मार्जिनलाई सहजै स्वीकार गरिदिन्छ। कसैले पनि यसलाई ठगी वा चोरी भन्दैन, किनकि अब त्यो आलु नै रहेन, चिप्स पनि सक्यो, अनि हामी मानिसहरू कुनै गुनासो बिना खुसी खुसी यसको मूल्य चुकाउँछौँ। खण्ड 5 नवीनता कि चोरी। अब यी दैनिक बजारका कुराहरूलाई अलिकति आधुनिक प्रविधि र सुविधाहरूसँग पनि जोडेर हेरौँ।
यो रणनीति हरेक उद्योगमा कसरी व्याप्त छ भन्ने कुरा अचम्म लाग्दो छ। हेर्नुस् है, समाजले स्वीकारेका केही आधुनिक चोरीका उदाहरणहरू। नेटफ्लिक्सले केबल टेलिभिजनलाई चोर्यो, प्लास्टिकको ब्रसले दातुन चोर्यो, मिक्सरले हाम्रो परम्परागत सिलौटो चोर्यो, अनि सामाजिक सञ्जालले त झन् मानिसको सम्पूर्ण ध्यान अर्थात् एटेन्सन नै चोर्यो। यी तुलनाहरूले के देखाउँछन् भने व्यापारहरूले निरन्तर पुराना मोडलहरूलाई चोरिरहेका वा प्रतिस्थापन गरिरहेका हुन्छन्, तर जब अन्तिम उत्पादन नयाँ र सुविधायुक्त रूपमा आउँछ तब समाजले त्यसलाई नवीनता वा इनोभेसन भनेर खुसी साथ अपनाउँछ। यसलाई एउटा अर्को रमाइलो रणनीतिसँग तुलना गर्न सकिन्छ, कुकुरले खाना चोरेर भाग्ने रणनीति। जसरी एउटा कुकुरले खाना चोरेपछि मजाले खानको लागि कुनै सुरक्षित ठाउँ खोज्छ र एउटा गल्लीमा पक्राउ पर्ने डर भयो भने तुरुन्तै अर्को गल्लीमा पुग्छ, ठिक त्यसैगरी व्यापारमा पनि अत्यधिक नाफा कमाउन यस्तै सुरक्षित ठाउँ वा सेफ आइल्यान्डहरूको खोजी गरिन्छ, जहाँ उपभोक्ताहरूले धेरै प्रश्न गर्दैनन् र मूल्यलाई सहजै स्वीकार गर्छन्। व्यापारहरू त्यही मजाले फस्टाउँछन्। अन्त्यमा यो सम्पूर्ण विश्लेषणले एउटा गहिरो प्रश्न भने पक्कै खडा गर्छ। के सबै आधुनिक व्यापारहरू केवल भ्याल्यू एडिसनको नाममा कानुनी रूपमा चोरी गरिरहेका छन् त? हामीले दैनिक प्रयोग गर्ने वस्तु र सेवाहरूमा लुकेको यो व्यापारिक चलाखी र उपभोक्ता मनोविज्ञान बुझेपछि बजारलाई हेर्ने दृष्टिकोण पक्कै पनि सधैँका लागि बदल्नेछ। साँच्चै भन्ने हो भने व्यापारिक नवीनता र कानुनी ठगी बीचको यो खेलले हामी सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाउँछ नै।